एक समयको कुरा हो, भगवान राम वनवासमा हुनुहुन्थ्यो। उहाँ आफ्नो भाइ लक्ष्मणसँगै सीता माताको खोजी गर्दै वन वन घुमिरहनु भएको थियो। त्यही वनमा एक वृद्ध भक्तिनी बस्दथिन् सबरी। उनी सधैँ भगवान रामको प्रतीक्षामा थिइन्। गुरुको वचन अनुसार एक दिन भगवान आफै तिमीलाई भेट्न आउनेछन् भन्ने विश्वासले उनले वर्षौंसम्म धैर्य राखिन्। हरेक दिन सबरी बिहान उठेर बाटो सफा गर्थिन्, फूल टिप्थिन् र मिठा फल जम्मा गर्थिन्। उनी फल चाखेर मात्र मिठा फल भगवानका लागि राख्थिन्, ताकि रामले केवल राम्रो फल मात्र खानुहोस्। अन्ततः एक दिन भगवान राम र लक्ष्मण त्यहाँ आइपुग्नुभयो। सबरीको आँखाबाट खुसीका आँसु बग्न थाले। उनले ठूलो श्रद्धा र प्रेमले रामलाई ती चाखेका फल अर्पण गरिन्। लक्ष्मणलाई सुरुमा अचम्म लाग्यो, किनकि फल पहिले नै चाखिएको थियो। तर भगवान रामले अत्यन्त प्रेमका साथ ती फल खानुभयो र भन्नुभयो, यी फल संसारका सबैभन्दा मिठा फल हुन्, किनकि यीमा साँचो भक्ति र प्रेम मिसिएको छ। यो कथाले हामीलाई सिकाउँछ कि भगवानले केवल चढाएको वस्तु होइन, भक्तको भाव र प्रेम हेर्नुहुन्छ।